म चाहिँ घाँस काट्न जान लागेको भैँसीलाई कुँडो बनाउनको लागि। यो रह्यो दराती जाउँ है त सँगै घाँस काट्न। डोको पनि लाग्नु पर्यो, यो चाहिँ ठुलो छ, अलि सानो डोको चाहिँ लगाउनुपर्छ किनकि छिटो भरिन्छ घाँस। मम्मीले काट्नुहुन्थ्यो सधैँ घाँस, मम्मी बाबाले। आज चाहिँ मेरो ड्युटी भरेको छ घाँस काट्ने। म चाहिँ घाँस काट्ने ठाउँमा आएँ। यो चाहिँ घाँस काट्ने ठाउँ हो। कुँडो बनाउनको लागि हामी यसरी घाँस छर्छौँ, यो काट्नुपर्छ। माथि माथि सागरको जुन हेर्नु तिमी, माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो उठाएर राख्नुपर्छ। त्यो चाहिँ मम्मीले उठाउनुहुन्छ। भोलि यसको कुँडो पकाएर भैँसीलाई खाना दिने। काट्छु घाँस।